नमस्ते अनि गुड मर्निङ सबैजना साथीहरूलाई फेरि पनि स्वागत छ तपाईहरुलाई यस अर्को ट्युटोरियलमा। आज हामीले एचटीएमएल ट्याग्स के हो र अर्को टर्म छ एचटीएमएल ट्याग्स के हो र यसको प्रयोग कहाँ गरिन्छ किन गरिन्छ। हामी एचटीएमएल को बारेमा अझ अगाडि जानुभन्दा अगाडि एचटीएमएल ट्याग्स के हो, एचटीएमएल एट्रिब्युट्स के हो यसको बारेमा थोर बहुत जानकारी लिने प्रयत्न गर्दछौं। एचटीएमएल ट्याग सामान्यतः स्मलर देन साइन र ग्रेटर देन साइन भित्र रहेको टेक्स्ट क्यारेक्टर हो, जसले चाहिँ के गर्छ भन्दा ब्राउजरलाई चाहिँ इन्फर्मेसन कसरी डिस्प्ले गर्ने त कसरी डिस्प्ले गराउने त भनेर भन्दछ। एक किसिमको सिन्ट्याक्स हो, एक किसिमको रुल हो। सुरु गरौँ नोटप्याडबाटै। नोटप्याडमै जाउँ। यो हाम्रो के साइन हो त स्मलर देन साइन र अर्को छ ग्रेटर देन साइन। यो भित्र भएको जस्तै एचटीएमएल हामीले सुरु गरेको थियौं। यो एचटीएमएल के हो त हाम्रो ट्याग हो। एचटीएमएल नै एचटीएमएल ट्याग हो एक किसिमको। जस्तै अर्को छ हामीले यसपछि सुरु गरेको हेड हेड पनि सुरु गरेको थियौं। यो पनि हेड पनि एक किसिमको एचटीएमएल ट्याग हो, एक किसिमको रुल हो, सिन्ट्याक्स। यी सानो ब्राकेट र ठुलो ब्राकेट मिलेर यिनीहरूलाई नै के भनिन्छ एंगल ब्राकेट। एंगल ब्राकेट भएको कुनै पनि टेक्स्ट क्यारेक्टरलाई के भनियो एचटीएमएल ट्याग्स भनियो। र यो त भयो ट्यागको ट्याग के हो भन्ने कुरा। तर अब कुरा गरौँ ट्यागका प्रकारहरूको बारेमा। ट्यागको प्रकार सामान्यतः दुई किसिमको प्रकार हुने गर्छ। टाइप्स अफ एचटीएमएल ट्याग्स। हेरौँ एक नम्बरमा जाउँ। कन्टेनर ट्याग और यसलाई चाहिँ हामीले PAIRED पेयर ट्याग्स पनि भन्छौँ। र अर्को छ एम्प्टी ट्याग अथवा यसलाई चाहिँ हामीले सिंगुलर ट्याग्स पनि भन्छौँ। ध्यान दिउँ। अब कन्टेनर ट्याग्स अथवा पेयर ट्याग्स भन्नाले त्यस्ता किसिमका एचटीएमएल ट्याग्सहरू जसलाई हामीले ओपन गरिसकेपछि क्लोज गर्ने पर्छ। ओपन कसरी गर्ने र क्लोज कसरी गर्ने। क्लोज गर्ने बेला हामीले एउटा फरवर्ड स्ल्यास राख्ने गरेका थियौं। त्यो जस्तै कि हामीले के गर्थ्यौं बडी स्टार्ट गर्थ्यौं अनि यसलाई बन्द गर्नको लागि के गर्थ्यौं त फरवर्ड स्ल्यास प्रयोग गर्थ्यौं। यो चाहिँ के भयो हाम्रो, यो चाहिँ बडी टु बडी, बडी ओपन देखि बडी क्लोज सम्म के भयो कन्टेनर ट्याग्स भयो। त्यस्तै गरेर टाइटललाई पनि हामीले के गर्थ्यौं ओपन क्लोज गर्थ्यौं। एचटीएमएल लाई पनि ओपन क्लोज गर्थ्यौं। हेडलाई पनि ओपन क्लोज गर्थ्यौं। यी सबै कुराहरू, यी सबै ट्याग्सहरू के भयो त कन्टेनर ट्याग्सहरू हुन्। तर एम्प्टी ट्याग्सहरू कस्ता भन्नाले त्यस्ता ट्याग्सहरू जसलाई चाहिँ हामीले चाहिँ एम्प्टी ट्याग्सहरू क्लोज ट्याग चाहिँ दिनु पर्दैन। जस्तै कि बीआर यो ब्रेक लाइन ब्रेकको लागि। अनि अर्को छ इमेजको लागि, इमेज ल्याउनको लागि हैन। इमेज ल्याउनको लागि प्रयोग गरिने ट्याग्सहरू चाहिँ सामान्यतः एम्प्टी ट्याग अथवा सिंगुलर ट्याग भित्र पर्छन्। र अर्को पनि छ एचआर होरिजन्टल लाइन। यस्ता किसिमका ट्याग्सहरूलाई एम्प्टी ट्याग्स अथवा सिंगुलर ट्याग्स भनिन्छ। यसरी चाहिँ ट्याग्सको बारेमा हामीले सामान्य जानकारी लियौं। अब जाउँ हामी एचटीएमएल एट्रिब्युट्स। एट्रिब्युट्स के हो त हैन। सुरुदेखि नै जाउँ। एचटीएमएल स्टार्ट गर्यौं, एचटीएमएल क्लोज गर्यौं हैन। एचटीएमएल क्लोज गरिसकेपछि यसभित्र हाम्रो के सेक्सन हुने भयो हेड सेक्सन हुने भयो। अनि त्यसपछि फेरि हेडलाई क्लोज गरिने भयो। हेड क्लोज गरिसकेपछि यसभित्र के हुने भयो टाइटल हुने भयो हाम्रो टाइटल। हाम्रो टाइटल हुनेछ एचटीएमएल ट्याग्स एन्ड एट्रिब्युट्स हैन। टाइटल भयो। अब हामी बडी सेक्सनतिर जाउँ। हाम्रो बडी सेक्सन भित्र के हुनेछ बडी हैन। बडी जाउँ। अब एकछिनको लागि एउटा सामान्य इक्जाम्पल लिउँ। H1 भनेर लिउँ। अघिकोमा हामी गरेको थियौं H1 अनि यसको दिस इज हेडिङ 1 भनेर लियौं H1। अब यसलाई एकपटक सेभ गरी हेरौँ। फाइलमा जाउँ।
सेभ गरेँ tags and attributes.html tags and attributes .html सेभ भयो यसलाई अब हामीले ब्राउजरमा चेक गरौँ tags and attributes ओके यो हाम्रो टाइटल भइहाल्यो दिस इज हेडिङ 1 अब यदि यो त मैले ट्याग्स HTML ट्याग्स मात्र प्रयोग गरेर के गरे h1 ट्याग HTML ट्याग प्रयोग गरेर मैले के गरे यसलाई चाहिँ लेखेँ तर यसलाई मैले यो बन्च अफ टेक्स्टलाई चाहिँ बीचमा डिस्प्ले गर्नु पर्यो यसमा प्रयोग गरिन्छ एक किसिमको प्रपर्टी जसलाई नै हामीले के भनिन्छ HTML एट्रिब्युट्स भन्ने गरिन्छ जस्तै एउटा एट्रिब्युट युज गरौँ align ALIG and align चेक गरौँ अब यसमा चाहिँ कहाँ राख्ने त भन्दा सेन्टरमा राखौँ एट्रिब्युट्स का भ्यालुजहरुलाई जहिले पनि डबल कोट्स भित्र राख्ने गरिन्छ फेरि गरौँ फाइल सेभ गरौँ हो अब त्यसपछि यसलाई के गरौँ रिफ्रेश गरौँ बीचमा आयो हो यसरी चाहिँ HTML को ट्याग चाहिँ h1 ट्याग हो भने यो h1 ट्याग्स को चाहिँ प्रोपर्टी जस्तै अलाइनमा ल्याउने कुराहरु यी सबै कुराहरु के भए त यसका प्रोपर्टीजहरु भए जसलाई नै हामीले के भनिन्छ एट्रिब्युट्स भन्ने गरिन्छ र अर्को पनि एट्रिब्युट्स को बारेमा सामान्य जानकारी लियौ बडी पछि बडी को के एट्रिब्युट होला त बीजी कलर होला बीजी COLOR बीजी कलर होला यसलाई हामीले केमा दिन्छौं डबल कोट भित्र दिन्छौं इक्वल्स टु गर्नै पर्यो डबल कोट्स भित्र अब उ दिउँ कलर कोड जस्तै कि पर्पल दिउँ यसमा तपाईहरुले हेक्स कोड पनि राख्न सक्नुहुन्छ हेक्स कोड को बारेमा चर्चा परिचयमा हामीले आगामी क्लासहरुमा गर्ने छौं सेभ गरौँ सेभ रिफ्रेश गरी हेरौँ यसरी तपाईले के देख्न सक्नुहुन्छ पर्पल किसिमको ब्याकग्राउन्ड कलर पनि देख्न सक्नुहुन्छ यी सबै कुराहरुलाई हामीले के भनियो बीजी कलर अलाइन सेन्टर यी कुराहरु भनेका एट्रिब्युट्स हुनु भने हेड टु हेड क्लोज ट्याग ओपन ट्याग क्लोज ट्याग यी सबै कुराहरु HTML ट्याग्स अन्तर्गत पर्छन् र यसका साथै आजको क्लास हामी यही सकाउँछौं आशा छ तपाईहरुलाई यस भिडियो मन पर्यो होला यदि तपाईहरुलाई कुनै पनि समस्याहरु छ भने तलको कमेन्ट बक्समा लेख्न नभुल्नु होला अन्य जानकारीको लागि अझ यो भन्दा बढी ट्युटोरियलको आवश्यकता परेमा तपाईहरुले लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्न नबिर्सनु होला हाम्रो च्यानललाई धन्यवाद फेरि पनि अर्को ट्युटोरियलमा हामी भेट गर्नुहुनेछ सी यू देन गुड बाइ